दर्शकबिन उनी भूपेन्द्रलाई भेट्न र आफ्नो छोरीको विवाहको कुरा गर्न भनेर भूपेन्द्र कहाँ आइपुगेका हुन्, यानि आफ्नो जेठा छोरा कहाँ आइपुगेका हुन् दर्शकबिन। सोही क्रममा उनी भूपेन्द्रलाई भेटेर कुरा गर्दै थिए। त्यही क्रममा माथि लेन्टरमा भने भुन्टीमाथि भुन्टीकी जेठानी दिदीले नराम्रा नराम्रा शब्दहरूले प्रहार गरिरहेकी हुन्छन्। दर्शकबिन उनले उनलाई कहीँ पनि सुखले बस्न नदिने भइन्। उनी जहाँ जाँदा पनि उनकै पछि लागेर उनलाई तनाव दिने काम गरिरहेकी छिन्। दर्शकबिन यो घटनाहरू भुन्टीका ससुराले देख्छन् र उनले भुन्टीलाई बोलाउँदै भन्छन् कि हिँड त बुहारी, तिमीसँग केही सल्लाह गर्नु छ भन्दै कोठातिर लिएर जान्छन्। दर्शकबिन कोठामा लगेर अब दर्शकबिन भुन्टी र त्यो नयाँ केटाको लभ स्टोरी सुरु हुनेवाला छ।